सम्पूर्णमा नमस्कार। आज चाहिँ नेपाल राष्ट्र ब्याङ्कबाट चाहिँ विज्ञापन भएको छ र हजुरहरूले चाहिँ हाम्रो च्यानललाई फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु होला र सब्सक्राइब गरिसकेपछि हजुरहरूलाई अब आउने कुनै विज्ञापनहरू अथवा केही न्युजहरू अथवा नयाँ कुराहरू चाहिँ यहाँ यस युट्युब च्यानलबाट चाहिँ हजुरहरूकोमा आउनेछ र आज चाहिँ नेपाल राष्ट्र ब्याङ्कबाट विज्ञापन भएको छ र सबै नेपाली नागरिकहरूले चाहिँ मिति 2082 साल मङ्सिर 19 गतेदेखि विद्युतीय माध्यम मार्फत दरखास्त फारम पेश गर्न सकिनेछ र ब्याङ्कले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फारममा उल्लेख गरी सोको साथ नेपाली नागरिकता प्रमाणपत्र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा चाहिँ सम्बन्धित निकाय संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत लगाउनु पर्नेछ र सहायक द्वितीयको हकमा चाहिँ लोकसेवा आयोगबाट मिति 2082 साल 7 महिना 15 गतिको एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालित पूर्व योग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, तोकिएको अन्य कागजात प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटोको विद्युतीय प्रति संलग्न स्क्यान एट्याच गरी तोकिएको दस्तुर तिरी मिति 2082 साल पुस 10 गतेसम्म र दोब्बर दस्तुर चाहिँ 2082 साल पुस 17 गतेसम्म विद्युतीय माध्यम मार्फत दरखास्त पेश गर्नुपर्नेछ र मिति 2082 साल पुस 10 गतेसम्म जारी भएका शैक्षिक योग्यताको प्रमाणपत्र समकक्षता आवश्यक परेमा सो समेत मात्र आवेदनका लागि मान्य हुनेछ। म्यादभित्र दाखिला नभएको रित नपुगी आएको दरखास्त उप कुनै किसिमको कारबाही हुने छैन र यसअघि निश्चित भएको छ। झुटा विवरण उल्लेख गरी विद्युतीय माध्यम मार्फत दरखास्त फारम पेश गरेमा सोको जवाफदेही चाहिँ उम्मेदवार स्वयं आफै हुनुपर्नेछ र विज्ञापन चाहिँ के छ भन्दा 13/2082 मा सहायक निर्देशक अर्थशास्त्रमा श्रेणी अधिकृत तृतीय सेवा प्रशासन पद संख्या चाहिँ 1 जना रहेको छ खुल्लामा। 14/2082 सहायक निर्देशक व्यवस्थापन अधिकृत तृतीय प्रशासनमा खुल्लामा 1 जना रहेछ। 15/2082 सहायक निर्देशक अधिकृत तृतीय प्रशासनमा 39 जना रहेको छ। खुल्लामा 22 जना, महिलामा 5 जना, आदिवासी जनजाति 5 जना, मधेसी 4 जना, दलित 1 जना, अपाङ्ग 1 जना, पिछडिएको क्षेत्र 1 जना गरेर जम्मा चाहिँ 39 जनाको विज्ञापन भएको छ सहायक निर्देशकमा र सहायक 16/2082 सहायक निर्देशक लेखा परीक्षण अधिकृत तृतीयमा प्रशासन सेवा प्रशासन पद संख्या 10 जना, खुल्लामा 5 जना, महिला 1 जना, आदिवासी जनजाति 1 जना, मधेसी 1 जना, दलित 1 जना र पिछडिएको क्षेत्रबाट 1 जना गरेर जम्मा 10 जना रहेको छ। जस्तै सहायक निर्देशक वाणिज्य कानुनमा अधिकृत तृतीय प्रशासनमा खुल्लामा मतलब पद संख्या 4 जना, खुल्लामा 2 जना, महिलामा 1 जना र दलित 1 जना गरेर जम्मा 4 जना रहेछ। 18/2082 सहायकमा चाहिँ सहायक द्वितीय प्रशासनमा खुल्लामा 12 जना, महिलामा 3 जना, आदिवासी जनजातिमा 2 जना, मधेसीमा 2 जना, अपाङ्ग 1 जना र पिछडिएको क्षेत्र 1 जना गरेर जम्मा 21 जनाको चाहिँ विज्ञापन भएको छ। विज्ञापन सम्बन्धी चाहिँ विशेष सूचना चाहिँ सम्मानित सर्वोच्च अदालतबाट रिट 2078 समेतका उत्प्रेषण सम्बन्धी निवेदनहरूमा मिति 2019 साल 10 महिना 24 मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूह सम्बन्ध आवश्यक कानुनी व्यवस्था भए पश्चात सोही अनुसार पदपूर्ति गरिनेछ। आवश्यक न्यूनतम शैक्षिक योग्यता विज्ञापन नम्बर 13/2082 मा चाहिँ सहायक निर्देशक खुल्ला अर्थशास्त्रमा स्वदेशी विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गरेको हुनुपर्नेछ। त्यस्तै सहायक निर्देशक खुल्ला व्यवस्थापनमा स्वदेशी विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेको हुनुपर्नेछ। सहायक निर्देशक खुल्ला महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। जस्तै सहायक निर्देशक लेखा परीक्षण मान्यता प्राप्त
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर एकाउन्ट विश्व संस्थाबाट चार्टर एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। सहायक निर्देशक वाणिज्य कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेको वा अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कानुन विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। सहायक द्वितीय श्रेणीमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र वा 10+2 वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै लोकसेवा आयोगबाट मिति 2082 साल 7 महिना 15 गते कार्तिक 15 गतेमा एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालन भएको सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायक स्तर द्वितीय श्रेणी खरिदार वा सो सरह चौथो तह वा सो सरहको पदको पूर्व योग्यता परीक्षामा परीक्षा उत्तीर्ण भई प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरू मात्र प्रमाणपत्र जारी गरेको मितिले 1 वर्षभित्र प्रशासन सेवातर्फको सहायक द्वितीय श्रेणी पदमा दरखास्त पेश गर्न सम्भाव्य उमेर भएकाले बहाल अवधिभित्रको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ। समावेशीको आधार चाहिँ समावेशी समूहतर्फ फारम भर्ने उम्मेदवारहरू आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडी क्षेत्रका लागि सम्बन्धित निकायले जारी गरेका प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ। तलब भत्ता सुविधा चाहिँ नेपाल राष्ट्र बैंकको नियम अनुसार हुनेछ। उम्मेदवारको उमेर चाहिँ सहायक निर्देशक पदको लागि चाहिँ 2022 साल पुस 10 गतेसम्म 21 वर्ष पुरा भई 35 वर्ष ननागेको हुनुपर्नेछ। महिलाको हकमा चाहिँ अन्तिम मिति 2022 साल पुस 10 गतेसम्म 21 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। सहायक पदको लागि दरखास्त दिने अन्तिम मिति 2022 साल पुस 10 गतेसम्म 18 वर्ष पुरा भई 35 वर्ष ननागेको र महिलाको हकमा चाहिँ 40 वर्ष ननागेको हुनुपर्नेछ। यस बैंकको बहालवाला कर्मचारीलाई उमेरको हद लाग्ने छैन भनिएको छ। परीक्षाको किसिम चाहिँ 13 82 14 82 15 82 पदको पूर्व योग्यता परीक्षा, विषयगत लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट उम्मेदवारको छनौट गरिनेछ। र विज्ञापन नम्बर 16 17 18 को लागि चाहिँ विषयगत लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट उम्मेदवारको छनौट गरिनेछ। विज्ञापन 13 14 15 82 पदको लिखित परीक्षा संयुक्त परीक्षा प्रणाली मार्फत सञ्चालन गरिनेछ। पूर्व योग्यता परीक्षा हुने पदको हकमा पूर्व योग्यता परीक्षा उत्तीर्ण भएको उम्मेदवारलाई मात्र विषयगत लिखित परीक्षामा समावेश गरिनेछ। विषयगत लिखित परीक्षा उत्तीर्ण भएको उम्मेदवारलाई मात्र अन्तर्वार्तामा सामेल गरिनेछ। परीक्षा केन्द्र वा परीक्षा सञ्चालन 13 14 15 को पूर्व योग्यता तथा विषयगत लिखित परीक्षा तथा विज्ञापन 16 17 को विषयगत लिखित परीक्षा लोकसेवा आयोगबाट काठमाडौँमा सञ्चालन हुनुहुन्छ भने विज्ञापन नम्बर 18 2082 को पदको विषयगत लिखित परीक्षा लोकसेवा आयोगका धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालय तोके बमोजिमको स्थानबाट सञ्चालन हुनेछ। सम्पूर्ण विज्ञापनहरूको अन्तर्वार्ता बैंकको केन्द्रीय कार्यालयबाट सञ्चालन गरिनेछ। पाठ्यक्रम चाहिँ सम्पूर्ण पदहरूको पाठ्यक्रम बैंकको वेबसाइटमा उपलब्ध छ। परीक्षणकाल अवधि महिलालाई 6 महिना र पुरुषको हकमा 1 वर्ष रहेको छ। निवृत्ति भरण पाउने वा नपाउने योगदानमा आधारित निवृत्ति भरण पाउने। परीक्षा दस्तुर अधिकृत तृतीय श्रेणीका लागि कुनै एक समूहका लागि 1000 रुपैयाँ र प्रत्येक थप समूहका लागि रु 400 रुपैयाँ रहेछ। सहायक द्वितीय श्रेणीको लागि कुनै एक समूहको लागि रु 800 र प्रत्येक समूहमा सहभागी हुन 300 रुपैयाँ। रिट नपुगेको कारण अस्वीकृत हुने आवेदकहरूको परीक्षा दस्तुर चाहिँ फिर्ता हुने छैन भनिएको छ। परीक्षा दस्तुर बुझाउने प्रक्रिया विद्युतीय माध्यम मार्फत दरखास्त फारम पेश गर्दा पोर्टलमा उपलब्ध भुक्तानी सेवा प्रदायक मार्फत बुझाउनु पर्नेछ। पदस्थापन 18/2022 अनुसार नियुक्त हुने कर्मचारीको बैंकको प्रदेश स्थित कार्यालयहरूमा पदस्थापन गरिनेछ र अन्य विज्ञापन अनुसार नियुक्त हुने कर्मचारीलाई चाहिँ बैंकको आवश्यकता अनुसार केन्द्रीय कार्यालय वा प्रदेश स्थित कार्यालयहरूमा पदस्थापन गरिनेछ। लिखित परीक्षाको सम्पर्क मिति चाहिँ लिखित परीक्षा सम्बन्धी सूचना लोकसेवा आयोगबाट पछि प्रकाशन गरिनेछ। दरखास्त पेश गर्ने तरिका सम्पूर्ण विज्ञापनहरूको दरखास्त विद्युतीय माध्यममा नेपाल राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np को केरियर भित्र गई अनलाइन पोर्टल फर ओपन कम्पिटिसन वा विद्युतीय माध्यम मार्फत दरखास्त फारम पेश गर्दा कुनै दुविधा भएमा वा यस बैंकको टेलिफोन
015719 अथवा यतिमा फोन गर्नुहोला भनिएको छ र इमेल पनि गर्नुहोला भनिएको छ। यो सूचना तथा उपरोक्त पदहरूको पाठ्यक्रम चाहिँ यस बैंकको वेबसाइटको केरियरमा राखिएको छ भनेर चाहिँ यो लोकसेवाबाट विज्ञापन भएको छ। अनलाइन आवेदन चाहिँ अनलाइन फर्म चाहिँ यहाँबाट पनि भर्न सकिन्छ। jobsnrb.org.np बाट पनि भर्न सकिन्छ। यहाँ चाहिँ आफूलाई कुन चाहिएको हो त्यही अनुसारले भर्ने, कुन विज्ञापनमा हो। 13, 14, 15, 16, 17, 18 यहाँनिर चाहिँ मजाले दिएको छ। विवरण हेर्नुहोस् म यहाँ क्लिक गर्ने। सो अनलाइन आवेदनको लागि लगइन गर्नुहोस् भने चाहिँ यहाँबाट भर्ने। पहिलाकै इमेल आइडी अथवा पासवर्ड छ भने त भइगयो। पासवर्ड छैन भने चाहिँ यहाँ गएर रजिस्टर गर्नुहोस् मा गएर रजिस्टर गरेर साइन इन गर्ने। हामी नयाँ हो भने चाहिँ यसरी गर्नुपर्ने हुन्छ। र हजुरले पहिल्यै भर्नु भएको छ भने त भइगयो, सजिलो हुन्छ। पेमेन्ट मात्रै गर्दा हुन्छ। यहाँ फर्म भरेर पेमेन्ट गर्दाखेरि भइजान्छ। र हजुरले चाहिँ अन्तिमसम्म प्लिज भिडियो हेर्नुभयो भने चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। सब्स्क्राइब गर्नु होला, आफ्नो साथीभाइहरूलाई सेयर गर्नु होला। अरू विज्ञापन हुँदाखेरि पनि एकदम छिटो भिडियो